नमस्ते, के तपाईलाई थाहा छ शेयर मार्केटमा 5 लाख भन्दा बढी कारोबार गर्नलाई प्यान कार्ड अनिवार्य छ। यस भिडियोमा हामी नेशनल आइडेन्टिटी नम्बर यानी एनआइडी भएका व्यक्तिले कसरी आन्तरिक राजस्व विभागको वेबसाइट मार्फत 5 मिनेटमै प्यान क्रिएट गर्न सक्नुहुन्छ भनेर स्टेप बाइ स्टेप देखाउने छौं। सबैभन्दा पहिले आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np खोल्नुहोस्। स्क्रोल गरेर हल्का तल जानुस्। त्यहाँ करदाता पोर्टलमा क्लिक गरेपछि बायाँ साइडमा सानो अक्षरमा विभिन्न विकल्प दिइएका हुन्छन्। त्यसमध्ये रेजिस्ट्रेसन भन्ने अप्सन देखिन्छ। त्यसमै रहेको सानो प्लस चिन्हमा क्लिक गरेपछि एप्लिकेसन फर पर्सनल प्यान अर्थात् पी-प्यान रेजिस्ट्रेसन देखिन्छ। यसमा क्लिक गरेपछि तपाईको मोबाइल नम्बर राख्ने ठाउँ देखिन्छ। तपाईले राष्ट्रिय परिचय पत्रसँग लिंक गरेर प्यान लिन लाग्नु भएको हो भने राष्ट्रिय परिचय पत्र प्रणालीमा दर्ता भएको मोबाइल नम्बर नै राख्नुपर्छ। त्यसभन्दा तल क्याप्चा राखेर कन्टिन्यूमा क्लिक गर्नुहोस्। तपाईको मोबाइल नम्बरमा रिसिभ भएको ओटीपी राखी कन्टिन्यूमा क्लिक गर्नुहोस्। यहाँ हामीसँग 3वटा अप्सन्सहरू रहेका छन्। पहिलो अप्सन छ आईआरओ अर्थात् आन्तरिक राजस्व कार्यालय। आफूलाई पाएक पर्ने कार्यालयलाई ड्रप डाउन मार्फत सिलेक्ट गर्नुहोस्। अथवा दोस्रो अप्सन छ डीटीसीओ अर्थात् कोष तथा लेखा नियन्त्रक कार्यालय, जसको अन्तर्गत 81 जिल्ला स्तरीय कार्यालयहरू रहेका छन्। आफूलाई पाएक पर्ने कार्यालयलाई ड्रप डाउन मार्फत सिलेक्ट गर्नुहोस्। अथवा तेस्रो अप्सन लोकल लेभलमा सिलेक्ट गरी आफ्नो नजिकको नगरपालिका तथा गाउँपालिकालाई ड्रप डाउनबाट सिलेक्ट गर्नुहोस्। अहिलेको लागि म नजिकको आन्तरिक राजस्व कार्यालय सिलेक्ट गर्नेछु। अब तपाईसँग राष्ट्रिय परिचय पत्र नम्बर छ कि छैन भनेर सोधिन्छ। यस लेखेको ठाउँमा टिक लगाउनुहोस् र राष्ट्रिय परिचय पत्र नम्बर राखी कन्टिन्यूमा क्लिक गर्नुहोस्। स्क्रिनमा देखिएको पपअपमा यस क्लिक गर्नुहोस्। राष्ट्रिय परिचय पत्र लिंक भएकाले प्यानको आवेदनमा तपाईले धेरै विवरण भर्नु पर्दैन। पर्सनल इन्फो सेक्सनमा तपाईले बासिन्दाको प्रकार मात्रै छाने पुग्छ। जहाँ बासिन्दा र गैर बासिन्दाको अप्सन रहेकोमा तपाईले बासिन्दामा टिक लगाउनु होला। नेक्स्टमा क्लिक गरेपछि एड्रेस सेक्सनमा पुगिन्छ। यहाँ पर्मानेन्ट एड्रेस सेक्सनमा आफ्नो स्थायी ठेगानाको म्याक्सिमम डिटेल्स भरिएको पाउनु हुनेछ। नभरेको डिटेल्सलाई भर्नु होला। अहिलेलाई म यहाँ इमेल एड्रेस एड गर्दैछु। हाल बसोबास गर्नुहुने ठेगाना स्थायी ठेगाना भन्दा फरक छ भने टेम्पोररी एड्रेस यानी अस्थायी ठेगाना भर्नुपर्ने हुन्छ। नत्र सेम एज पर्मानेन्ट एड्रेस लेखेको ठाउँमा टिक लगाउँदा हुन्छ। त्यसै हिसाबले पत्राचार गर्ने ठेगाना पनि भर्नुहोस्। अब नेक्स्टमा क्लिक गरेपछि डकुमेन्ट सेक्सनमा पुगिन्छ। त्यहाँ तपाईले केही गर्नु पर्दैन, स्वतः तपाईको नागरिकताको जानकारी देखिन्छ। नेक्स्टमा क्लिक गरेपछि रिलेटिभ सेक्सन आउँछ। यहाँ तपाईले नातामा बुवा, आमा, पति, पत्नी लगायत मध्ये कसैको विवरण राख्नुपर्छ। मैले यहाँ बुवा छान्न साथ अटोमेटिक रूपमा बुवाको नाम आएको छ। यदि बुवाको प्यान छ भने त्यो पनि भर्न सकिन्छ। बुवाको नागरिकता नम्बर र सम्पर्क नम्बर राखी छेउमा रहेको एडमा थिचेपछि रिलेटिभ डिटेल एड हुन्छ। अब नेक्स्ट गरेपछि फाइनान्शियल इन्फो सेक्सन आउँछ। यहाँ तपाईको आयको स्रोत, पेशा, व्यवसाय र ब्याङ्क खाताको विवरण राख्नुपर्छ, जुन अनिवार्य भने छैन। नेक्स्ट गरेपछि अन्तिममा रिभ्यू एन्ड सबमिट सेक्सन आउँछ, जहाँ तपाईले अहिलेसम्म भरेका विवरण देखिन्छ। कुनै गल्ती भएको छ भने कुन सेक्सनमा बिग्रिएको हो त्यसैमा क्लिक गरेर सच्याउन सक्नुहुन्छ। राष्ट्रिय परिचय पत्रसँग लिंक भएर अटोमेटिक रूपमा आएका विवरण भने सच्याउन मिल्दैन। यदि सबै ठिक छ भने स्वघोषणा लेखिएको ठाउँमा क्लिक गरेर सबमिट गर्नुपर्छ। सबमिट गर्न साथ तपाईको प्यान नम्बर तयार भएर मोबाइल नम्बर र इमेलमा आउनेछ। अनि तपाईले फारम भर्दै गरेको डिभाइसमै प्रिन्ट प्यान कार्डमा क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ। अनि आफैले प्यान कार्ड प्रिन्ट गर्न पनि सक्नुहुन्छ। यसरी राष्ट्रिय परिचय पत्रलाई लिंक गरेर घरै बसेपछि केही बेरमै तपाईले व्यक्तिगत प्यान नम्बर र कार्ड लिन सक्नुहुन्छ। ओरिजिनल प्यान कार्ड प्राप्त गर्नका लागि तपाईले सेलेक्ट गर्नुभएको आन्तरिक राजस्व कार्यालयमा कुनै एक गभर्नमेन्ट आइडी सहित भिजिट गर्नुपर्छ। यो बाहेक नागरिक एप मार्फत र एनआइडी नभएका व्यक्तिले आन्तरिक राजस्व विभागको वेबसाइट मार्फत प्यान अब्टेन गर्ने तरिका बुझ्नको लागि हाम्रो युट्युब च्यानलको प्लेलिस्टमा हेर्न सक्नुहुन्छ। धन्यवाद।